सबैलाई नमस्ते। सन्ध्याकालीन प्रहरमा छौँ। आज चाहिँ विशेष समारोहमा छौँ। आज तुलसीपुर 6 सुकौरा रोड स्थित यो के डेरी परवेश डेरी तुलसीपुर 6 सुकौरा रोड स्थित परवेश डेरीको भवनमा आजबाट स्मार्ट फिल्म्स स्टुडियोको औपचारिक उद्घाटन भइराखेको छ, जसको सञ्चालक, सम्पूर्ण डाइरेक्सन, म्यानेजर, सम्पूर्ण सर्वेसर्वा यस स्टुडियोको अभिषेक मल्ल हुनुहुन्छ। विगत लामो समयदेखि यो काममा आफ्नो सेवा प्रवाह गरी आएका अभिषेक मल्लले आज आफ्नो औपचारिक अफिस सहित उद्घाटन समारोहको आयोजना गर्नुभएको रहेछ र यसको उद्घाटनका लागि, रिबन काट्नका लागि म सञ्चारकर्मी श्री चौधरीलाई आमन्त्रण गर्नुभएको थियो। सन्ध्याकालीन प्रहरमा छौँ, दिनभरि सुटिङमै व्यस्त थियौँ र आज यो उद्घाटन हुँदैछ। रिबन काट्ने यो सुवर्ण अवसरलाई मैले ठुलो सौभाग्यको रूपमा लिएको छु। अब काटौँ, भित्र गएर अन्य कुराकानी सञ्चालकज्यूसँग केही कुराकानी गरौँला। अहिले भने यो महत्त्वपूर्ण ऐतिहासिक घडीमा छौँ हामी चाहिँ। के सङ्ख्यामा म्युजिक भिडियोहरू, विभिन्न भिडियोग्राफिक्सका कामहरू हुने गर्दछ। यहाँहरूलाई जानकारीका लागि पनि हामीले यो भिडियो, यो क्लिप यहाँहरूमाझ प्रस्तुत गरिराखेका छौँ। विगत लामो समयदेखि अभिषेक मल्लले दाङमा रहेर म्युजिक भिडियोहरू, थारू, नेपाली, हिन्दी, भोजपुरी जस्तो सुकै विधाका म्युजिकहरू उत्पादन गर्ने, आफै मोडल, आफै नै डाइरेक्सन, आफै सम्पादन र सर्वेसर्वा आफै नै यति धेरै कला भएका युवा दाङ तुलसीपुरको माटोले जन्माएका अभिषेक मल्ल भर्खरको हुनुहुन्छ, तर यति धेरै क्षमता आर्जन गरिसक्नु भएको रहेछ कि कहाँ गएर तालिम गर्नुभयो? के हो यो तपाईँको जादु? तालिम भन्दा भन्दै अब मलाई बच्चैदेखि पहिलेदेखि अब यसमा इन्ट्रेस्ट भएको होइन। अब मेरो गाउँमा लगभग सबैभन्दा यो क्षेत्रमा लागेको भने मै मात्रै थियो होला सायद गाउँमा होइन। अब कोही अब डक्टर बन्छु भने, कोही इन्जिनियर बन्छु भने, अब कोही किसान बन्छु भने, कोही केही बन्छु भने, कोही विदेश गए। अहिले त लगभग हाम्रो गाउँमा कुनै युवाहरू पनि छैन कि गाउँमा। तर स्वदेशमै रहेर स्वरोजगार भएर अहिले चाहिँ आफै यसरी आफ्नै खुट्टामा उभिने वातावरण आफै सिर्जना गरेको। तर यो आर्जन कसरी भयो? आर्जन यो त सबभन्दा इच्छा हुनुपर्ने छ है। जहाँ इच्छा यहाँ उपाय भन्छन्। इच्छा आफूलाई मनमा राख्नु पऱ्यो कि मलाई यसबाट पछि गएर भविष्यमा मैले केही न केही गर्न सक्छु। मैले भविष्य पहिल्यै देखा हो, किनभने मैले सुरुवातीमा काम गर्दाखेरि मैले अहिले जो गरेको छु नि, यो मैले त्यो बेलामा सपना देखाएको थिएँ। मैले यति वर्षपछि म गर्छु भनेर मैले त्यो मनमै राखिसकेपछि अहिले अब यो 4-5 वर्षको मेहनतपछि मैले एक्लै यो सबै यत्रो खडा गरेँ है। जहाँ इच्छा त्यहाँ उपाय भनिन्छ। अभिषेक भाइले देखेको बाल्यकालको सपना अहिले हेर्नु त, यति छोटो समयमा पुरा भइराखिरहँदा चाहिँ धेरै खुसी हुनुहुन्छ। यो उल्लास छाएको छ। अहिले चाहिँ धेरै कलाकर्मीहरू, मोडल बहिनीहरू हुनुहुन्छ, क्यामराम्यान हुनुहुन्छ, धेरैजनाको उपस्थिति छ। यो एउटा माया कमाउनु भएको छ नि, कस्तो लाग्छ यो घडीमा? यस्तो बेलामा मनलाई शान्ति मिल्छ सबभन्दा, किनभने आफूले जुन कुरा सोचिया छ त्यो कुरा आफूले पुरा गर्न पाएपछि त्यो जति ठुलो कुरो केही हो जस्तो लाग्छ मलाई होइन। जस्तै मान्छेले करोडौँ कमाउँछ, करोडौँ कमाएर पनि मान्छेमा इच्छा, जस्तै मनमा अरू केही कुराहरू खेलिरहेछ तर उसले काम अरू गरिरहेछ भनेपछि त्यो मजा भएन नि। जस्तै मैले अब कुनै जब गरेर बस्थेँ भने मलाई सायद त्यसले शान्ति मिल्थेन, किनभने मनमा त त्यही छ नि त। कसैको गीत आयो भनेपछि ओहो यस्तो गीत त मैले पनि गर्न पाएँ हुन्थ्यो, यस्तो नाच्नु पाएँ हुन्थ्यो, गर्न पाएँ हुन्थ्यो भन्ने मलाई। म विदेश गइदिएपछि अहिले सायद म पैसा टन्नै कमाउँथेँ होला, तर शान्ति हुन्थेन। त्यो शान्ति चाहिँ अहिले प्राप्त भएको छ। पैसा त अब आज छ भोलि छैन, कमाइन्छ फेरि पनि होइन। नाम कमाउनु ठुलो कुरा हो पहिला त, अनि पैसा भन्ने कुरा आफ्नो एउटा लेभल बनिसकेपछि आफैले बनाउने हो पैसा त। त्यही नै हो। आफूले देखेको, आफूले सोचेकै दिशातर्फ आफ्नो भाग्यरेखा कोरिँदै गर्दा अभिषेक मल्लले चाहिँ धेरै
खुसी व्यक्त गरेका छन्। धन सम्पत्ति जतिसुकै कमाए पनि आफ्नो रुचिको क्षेत्रमा आफू सरिक हुन पाइएन भने त्यसले काम गर्दैन, मनमा शान्ति हुँदैन। सन्तुष्टि नै सबैभन्दा ठुलो सुख हो भनिन्छ जीवनमा। अहिले स्मार्ट फिल्म्स स्टुडियोले भाइ अभिषेक मल्ललाई सुख र शान्ति मिलेको छ। हामी स्मार्ट फिल्म्स स्टुडियोको उत्तरोत्तर प्रगतिको कामना गर्छौँ। धेरै म्युजिक भिडियोहरू दाङबाट अधिकांश भिडियोहरू निर्माण हुने भनेकै उहाँबाट हो। उल्लेख्य सङ्ख्यामा भिडियोहरू बजारमा आइरहँदा कसले बनायो भने एउटा खोजी कार्य पनि हुन्छ होला। पछिल्लो समय भजाज थापाद्वारा निर्देशित ऐना हेरेर बलको गीतमा पनि उहाँकै कोरियोग्राफी रहेको छ। उहाँकै धेरै भूमिका रहेको छ र अहिले अब मिलियन पुग्दैछ छिटै नै। त्यो अवसरमा पनि हामी फेरि सँगसँगै प्रस्तुत हुनेछौँ र केक लिएर यो जानकारी रह्यो। र अब हामी के गर्छौँ आज ग्रान्ड ओपनिङ हुँदैछ। 1 2 3 एन्ड गो। रङ्गमञ्चको उत्पादन थलो बनेको छ। तुलसीपुरबाट अब अत्याधुनिक यहाँको माग बमोजिमका म्युजिक भिडियोहरू अब यहाँबाट उत्पादन हुनेछ र यदि त्यस्तो खालको भिडियो निर्माण गर्नु परेमा पनि यहाँहरूले सम्पर्क गर्न सक्नुहुन्छ। भिडियोको स्क्रिनमा सबैको भिडियोमा नम्बर राखिदिनु होला। उहाँको स्मार्ट फिल्म्स स्टुडियो मैले धेरै कुरा अघि ब्रिफिङ गरिसकेको छु। अब ढिला नगरौँ र केक खानलाई रेडी। टिका पनि आएछ दाइ थोरै। टिका लगाइदिनु। मैले लगाइदिन्छु। मैले लगाइदिन्छु अनि उहाँले लगाएर